61,000 स्यालेरी सहित धेरै सङ्ख्यामा आइएनजिओमा कर्मचारी आवश्यकता। ठिक सुन्नुभयो। नेपालमा काम गर्ने एउटा इन्टरनेसनल लेभलको आइएनजिओले धेरै सङ्ख्यामा कर्मचारीहरू खोजेको छ र स्यालेरी मात्रै 61,000 रहेको छ। हामीले यो भ्याकेन्सीमा कसरी अप्लाई गर्ने, कुन कुन ठाउँको लागि हो र कस्तो क्वालिफिकेसन भएका व्यक्तिहरूले यसमा अप्लाई गर्न सकिन्छ र कहिलेसम्म अप्लाई गर्ने भन्ने बारेमा हामी छलफल गर्छौँ। यो सबै विषयवस्तुको बारेमा थाहा पाउनका निम्ति हजुरहरूले भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। त्यसका निम्ति अनुरोध गर्ने र हजुरहरू सबैजनालाई हाम्रो युट्युब च्यानल टर्निङ पोइन्टमा हार्दिक स्वागत र नमस्ते। म लोकप्रसाद ढकाल पेसाले एनजिओ कर्मी। विगत 9 वर्षदेखि म नेपालका विभिन्न अर्गनाइजेसनहरूमा निरन्तर रूपमा काम गर्दै आइरहेको छु र म अहिले पनि काम गर्छु। हजुरहरू पहिलोचोटि हाम्रो युट्युब च्यानलसँग जुड्दै हुनुहुन्छ र हामीले बनाएका प्रस्तुतिहरू हजुरहरूलाई ठिक लाग्छ, राम्रो लाग्छ भने कृपया हाम्रो च्यानललाई लाइक, सब्सक्राइब र सेयर गरिदिनका निम्ति अनुरोध गरेँ। सँगसँगै भिडियो कुन जिल्लाबाट, कुन ठाउँबाट, कहाँबाट हेर्दै हुनुहुन्छ, आफ्नो जिल्लाको नाम चाहिँ कमेन्ट बक्समा राख्नका निम्ति पनि हजुरहरूलाई मैले विनम्र अनुरोध गर्दै म आजको यो भ्याकेन्सीमा अगाडि बढ्ने अनुमति चाहेँ र यहाँलाई सिभी कभर लेटरहरू बनाउनु पर्ने भयो, कुनै पनि जब साइटहरू आफ्नो प्रोफाइलहरू क्रिएट गर्नुपर्ने भयो अथवा कहीँ कतै अनलाइन अफलाइन फर्महरू भर्नुपर्ने भयो भने पनि हजुरहरूले हामीलाई सम्झिन सक्नुहुन्छ। त्यसका निम्ति स्क्रिनमा वाट्सएप र मोबाइल नम्बर राखिएको छ, कल र मेसेज गर्न अनुरोध गर्दै म भ्याकेन्सीमा अगाडि बढ्ने अनुमति चाहेँ। यो नेपालमा काम गर्ने एउटा इन्टरनेसनल लेभलको अर्गनाइजेसन आइएनजी फेज नेपाल हो यो र यसले नेपालमा 2006 देखि निरन्तर रूपमा काम गर्दै आइरहेको छ र यसले अहिले पनि काम गर्छ। विशेष गरी यो फेज नेपालले हेल्थ, एजुकेसन, लाइभलीहुड, रिसर्च र विभिन्न अन्य सेक्टरमा पनि काम गर्छ र अहिले यो अर्गनाइजेसनको विभिन्न जिल्लाको लागि जस्तै मुगु, हुम्ला, बाजुरा, गोर्खा, सिन्धुपाल्चोकको लागि चाहिँ केही सङ्ख्यामा स्टाफ्सहरू चाहिएको छ जुन कम्युनिटी लेभलको हेल्थ प्रोजेक्टको लागि र पोजिसन भनेको एक्जुलरी नर्स मिडवाइफ एएनएम चाहिएको छ। यो चाहिँ फेज नेपाल, गोर्खा, सिन्धुपाल्चोक, हुम्ला, मुगु र बाजुराको लागि रहेको छ र यसमा अप्लाई गर्नलाई के कस्तो खालको चाहिँ नि क्वालिफिकेसन स्किल्स भएको हुनुपर्छ भन्ने सन्दर्भमा अब एउटा रिकगनाइज युनिभर्सिटी इन्स्टिट्युटहरूबाट एएनएम कोर्स गरेको र कमसेकम 2 वर्ष कम्युनिटी हेल्थ प्रोग्रामहरूमा कम्युनिटी लेभलमा काम गरेको भनेको छ र यो इन्डिपेन्डेन्टली नेपालको गभर्मेन्ट सेक्टर जस्तै हेल्थ पोस्टहरूमा काम गरेको भयो भने चाहिँ बेटर हुन्छ भन्ने खालको कुराकानी छ। इङ्ग्लिस नेपालमा राम्रोसँग रिपोर्टिङ कम्युनिकेसन गर्न सक्ने एउटा भनौँ न रिमोट एरियामा बसेर चाहिँ काम गर्न सक्ने, त्यसपछि फिल्डमा चाहिँ नि हिँड्न सक्ने, काम गर्न सक्ने, लोकल ल्याङ्ग्वेजको बारेमा नलेज भएको, प्रोजेक्ट इन्फर्मेसनहरू होइन यो अडियन्सहरूसँग चाहिँ राम्रोसँग कुराकानी गर्न सक्ने त्यस्तो खालको क्वालिफिकेसन भएका व्यक्तिहरूलाई इन्करेज गरिनेछ अप्लाई गर्नलाई भनेको छ र यसको स्यालेरी यहाँहरूले हेर्न सक्नुहुन्छ। मैले 61,000 भनेको थिएँ। बेसिक स्यालेरी 37,638, फेस्टिभल अलाउन्स 3137, सोसल सेक्युरिटी फन्ड 7,528, फुड अलाउन्स 6500 र फिल अलाउन्स 6500 गरेर मन्थमा 61,303 रुपियाँ चाहिँ नि स्यालेरी हुन्छ। त्यसपछि इन्सुरेन्स हुन्छ लगभग 2,25,000 को एउटा मेडिकल इन्सुरेन्स हुन्छ र 20 लाख बराबरको चाहिँ एक्सिडेन्टल इन्सुरेन्स हुन्छ भनेको छ र यसमा हामीले 14 फेब्रुअरीभित्र अप्लाई गरिसक्नुपर्ने हुन्छ। अप्लाई गर्नका निम्ति तपाईँले आफ्नो सिभी बनाउनु पऱ्यो, कभर लेटर तयार गर्नु पऱ्यो र अर्गनाइजेसनले एउटा लिङ्क दिएको छ, यो लिङ्क जुन हेर्न सक्नुहुन्छ थट आउट द लिङ्क भनेको छ, यो लिङ्कमा टच गरेर हामीले अप्लाई गर्न सकिन्छ र पहिला अप्लाई गर्नुभन्दा अगाडि सिभी र कभर लेटर चाहिँ तयार पार्नुपर्छ। यसमा हामीले टच गरौँ, टच गरिसके पछाडि यो फर्म खुल्छ होइन। यसले जे कुराहरू मागेको छ यसमा भर्ने कुरा मात्रै है। यो कोभो कलेक्टको एउटा फर्म रहेछ, एप्लिकेसन फर्म एएनएम यो मिडवाइफको लागि तपाईँको पोजिसन अब चाहिँ एउटा मात्रै छ टिक ल्याउने, तपाईँले मिस्टर मिसेस के भन्नुहुन्छ आफूलाई त्यसमा टिक ल्याउने। यो चाहिँ यो एएनएम पढेको व्यक्तिको लागि मात्रै भएको र मैले यहीँ मिसेस लेखेँ अहिलेको लागि। त्यसपछि तपाईँको फर्स्ट नेम, मिडल नेम र लास्ट नेम, डेट अफ बर्थ लेख्ने, यहाँ तपाईँको जेन्डर चुज गर्ने र तपाईँको एड्रेस लेख्ने। तपाईँको एड्रेस अलिक डिटेलमा लेख्नु होला, तपाईँको पालिका, वार्ड नम्बर, डिस्ट्रिक्ट सहित। मैले चाहिँ अप्लाई गर्नुपर्ने होइन, एजेको डेमोको लागि मात्रै हो यो। त्यसपछि तपाईँको फोन नम्बर र इमेल एड्रेस लेख्नु होला। तपाईँको हायर डिग्री के हो होइन, अब इन्टरमिडिएट हो कि अथवा यो पुरै हो लेख्नु होला। मैले ब्याचलर्स भनेर सब्जेक्ट सोधेको छ के भनेर। त्यसपछि छरि तपाईँको एक्सपिरियन्स कति छ भनेको छ, मैले 5 इयर्सभन्दा माथि छ भने। त्यसपछि टोटल एक्सपिरियन्स भने र पहिलो अर्गनाइजेसनको टोटल एक्सपिरियन्स त 9 भने मैले अहिलेसम्म मैले गरेको
त्यसपछि तपाईँको नेम अफ द अर्गनाइजेसन तपाईँले भर्खरै छोडेको अथवा गर्दै गरेको अर्गनाइजेसनको नाम, त्यहाँ डिजिनेसन र तपाईँको त्यो अर्गनाइजेसनको टोटल एक्सपेन्स कति त्यहाँ लेख्नु होला। त्यसपछि त्योभन्दा अगाडि गरेको काम गरेको अर्गनाइजेसनको नाम, डिजिनेसन लेख्नु होला। त्यसपछि कुनै ट्रेनिङहरू तपाईँले अप्लाई गर्न लागेको पोजिसनसँग रिलेभेन्ट खालको ट्रेनिङहरू छ भने लेख्नु होला। कुनै एचिभमेन्टहरू छ भने लेख्नु होला, नभए नो लेख्नु होला। त्यसपछि अट्याच भनेको छ तपाईँले आफ्नो सिभी यसरी यहाँनिर यसरी टच गर्नु होला होइन। त्यसपछि तपाईँको सिभी कहाँ छ त्यो सिलेक्ट गर्नु होला है। मैले अहिले चाहिँ जस्तो मेरो यहाँ छ लोकल डिस्क डीमा गएमा मैले कहाँ राखेको छु सिभी भन्ने ठाउँमा गएँ, सिभी अफ एलपिडी भन्ने रहेछ। मेरो थुप्रै धेरै सालका सिभीहरू छन् होइन। ल मैले यसलाई एकछिन अट्याच गरिदिएँ यसरी। त्यसपछि मेरो सिभी चाहिँ अट्याच भएर आयो। कभर लेटर पनि यसरी नै अट्याच गर्न सक्नुहुन्छ। अनि सबै गरिसके पछाडि तल्लोपट्टि सब्मिट भनेको बटन देख्नुभयो यहाँले। यो सब्मिट भन्ने बटनमा टच गरिदिनु भयो भने एप्लिकेसन चाहिँ सब्मिट हुन्छ। तपाईँ सिलेक्सनमा पर्नुभयो भने तपाईँलाई रिटर्न इक्जामको लागि अथवा इन्टरभ्यूको लागि फोन आउँछ। त्यसपछि तपाईँ जान सक्नुहुन्छ। रिटर्न इक्जाम इन्टरभ्यू दिनुभयो र त्यो राम्रो गर्नुभयो भने तपाईँको जब चाहिँ हुन्छ भन्ने कुराको जानकारी राख्दै यो भिडियो हेर्ने कारण समय दिनुभएकोमा हजुरहरू सबैप्रति आभारी रहँदै अर्को भिडियोमा हजुरहरू भेट हुने अपेक्षा छ। आजलाई बिदा मागेँ। धन्यवाद, नमस्ते।